नमस्कार। सर्वप्रथम सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र युवा पुस्ताहरूमा विजयादशमी, शुभ दीपावली, छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना छ। र आज म विशेष गरेर पोजिटिभ कुराहरू गर्न गइरहेको छु। सधैँ एउटा अन्याय अत्याचार र सिद्धान्तका विषयमा उजागर गर्दा नेगेटिभ जस्तो लागेको होला र अहिलेको समाज नै नेगेटिजिम नकारात्मक सोचतिर बढी गइरहेको अवस्थामा केही सकारात्मक सोच र आगामी दिशाहरू विजयादशमीले देओस् भन्न चाहन्छु। विशेष गरेर अहिलेको जुन जेनजी जनविद्रोह भन्ने गर्दछु, म त त्यसलाई जेनजी आन्दोलनको रूपमा, त्यो जनविद्रोह नै हो। यो जनविद्रोहले एउटा सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने हामीले आशा राख्नु पर्दछ। विशेष गरेर जेनजीको आन्दोलनमा जुन विभिन्न तबकाहरूको घुसपैठ भयो भनेर यस अगाडि पनि भन्दै गइरहेको छु र राज्यले पनि सरकारले पनि उपयुक्त सूचना सङ्कलन गर्न सकेन र आज हाम्रो धेरै धनजनको क्षति भएको छ। यो राष्ट्रको धनजनको क्षति भएको हो, हामी सबैको धनजनको क्षति भएको हो। यसमा एकदमै हामी स्तब्ध हुनु छौँ। साथै यो हुनको मुख्य कारण मैले पहिले पनि आर्टिकल मार्फत र भिडियो मार्फत भन्दै गइरहेको छु। कतिले बुझेर बुझ पचाएका छन् र कति आम जनताहरू र युवाहरूले बुझेका छैनन्। यो अहिलेको यो अवस्था आउनु मुख्य कारण भनेको दलाल पुँजीवादी युग हो। 2062-63 को जनआन्दोलन पछाडि एउटा मुलुकमा लोकतन्त्र आयो र संविधानद्वारा सङ्घीय गणतन्त्र धर्मनिरपेक्ष सहितको नेपाल बन्यो। त्यसबेला यो सङ्घीय गणतन्त्र धर्मनिरपेक्षता लगायत विषयहरूले ठाउँ पाउनु र संविधानमा उल्लेख हुनु, व्यवस्थित हुनु, यो पनि बाह्य चलखेल नै थियो। र त्यही 62-63 को जनआन्दोलनपछि नेपालमा विभिन्न किसिमले आएको ब्ल्याक मनी, कालो धन, लुटिएको कालो धनलाई व्हाइट बनाउनको लागि खेतीयोग्य जमिनहरू सम्पूर्ण नासिएर काठमाडौँ जस्ता सहरहरू घरेडी बने, गाउँहरू रित्ता भए र धेरै युवाहरू विदेश पलायन भए। हिजोको जनआन्दोलन अगाडि जुन माओवादी विद्रोहमा लागेको के न परिवर्तन हुन्छ भनेर लागेका युवाहरू विदेशिन बाध्य भए। र यस्तो अवस्थामा राजनीतिक पार्टी र तिनका वरिपरि लाग्नेहरू, मुठीभर मान्छेहरू धनी सम्पन्न भए र त्यसले समग्र देशको आर्थिक उन्नति गर्नुभन्दा नव धनाढ्य, यो नव वर्ग उत्थान भन्छ जसलाई, जो सम्पन्न वर्गमा धेरै रूपान्तरित भए, यो दलाल पुँजीवादले नै सिर्जना गरेको हो। र जो देशमा उद्यमी थिए उनीहरूले उद्योग छोडे। कृषि उद्योग, कृषि सामग्री, कृषिजन्य सामानको उद्योग र कपडा उद्योग लगायतका उद्योगहरू धमाधम उद्यमीहरूले छोडेर विदेशी व्यापारका एजेन्ट कम्पनीहरू रूपान्तरित भए। डाइरेक्ट हवाईजहाजको प्लेन छोडेर एजेन्ट कम्पनी मार्फत, मालपोत कार्यालयमा डाइरेक्ट काम छोडेर लेखापढी मार्फत र धेरै नेपालमा अहिले ल क्याम्पसहरू धमाधम खुलेका छन्। धेरैको नजर ल क्याम्पसमा छ। आफैमा जुन वकिलहरूले पनि दलाली काम गरेर अथाह कमाए, व्यापारीहरू विदेशीको सामान बेचेर
रातारात धनाढ्य भए, तर देश जहाँको त्यहीँ रह्यो। नेताहरू हिजो ४६ साल अगाडिका नेताहरूको अवस्था देख्नेले देखेका छन् र सुन्नेले र अध्ययन गर्नेले पढेका छन् कि उनीहरूको अवस्था आज रातारात परिवर्तन भयो। यस्तो अवस्थामा युवाहरू एकदमै अहिलेको युवाहरू र जहिले पनि युवाहरू प्रगति चाहन्छ र उनीहरू समानता चाहन्छ र उनीहरूले समानता पाउन सकेनन् किनभने शिक्षामा वर्गीय भिन्नता भयो। हुने खानेका छोराछोरीहरू उच्च स्कुलहरूमा सुविधा सम्पन्न स्कुलमा पढ्ने अवस्था आयो र गरिबका छोराछोरीहरू धुलौटे स्कुलमा पढ्ने र कतिपय गरिबका छोराछोरीहरूले औषधि उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्यो। यस्तो अवस्थालाई देखेर र 12 पढ्दा नपढ्दै विदेश छिर्नुपर्ने बाध्यता युवाहरूमा आयो र एउटा जुन यो देशमा विश्वभरि अहिले फड्को मारेको यो टेक्नोलोजी, विशेष गरेर टेक्नोलोजी सामाजिक सञ्जालले विश्व सानो एउटा गाउँमा परिणत भएको बेलामा सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने नीति लियो। त्यो आफैमा सामाजिक सञ्चालनका एउटा ओनरहरूले विभिन्न देशमा दर्ता गर्ने रोयल्टी तिर्नुपर्ने त्यो स्वाभाविकै कुरा हो। तथापि त्यसको मर्का आम समाजमा पर्ने देखेर युवाहरूले भ्रष्टाचार, अनियमितता, कालाबजारी, लुटतन्त्र लगायतका विषयहरूलाई लिएर जुन आन्दोलनको घोषणा गरेका थिए, त्यसलाई विभिन्न तबकाहरू, देशी विदेशी तबकाहरू अस्ति नै प्रष्ट भइसके, देशभित्रका को र बाहिरका, तिनीहरूको घुसपैठ भए तापनि यो जुन परिवर्तन भएको छ यो एउटा जनविद्रोह हो। यसलाई सामान्य रूपमा लिनु हुँदैन। यो भनेको एउटा महान जनविद्रोह नै हो र यो जनविद्रोह पछाडि एउटा भ्याकुमलाई, संवैधानिक भ्याकुमलाई परसम्म लैजानको लागि केही मान्छेहरूलाई सत्तासीनमा पुर्याए तापनि ती मान्छेहरूलाई कसरी पुर्याइयो भन्ने कुरा पनि प्रष्ट भइसकेको छ। र अर्को कुरा आउँछ, नेपालको सेना विश्वमा एउटा गौरव छ र उसलाई अहिले धेरै पक्षहरूले के काम भन्न थालेका छन्। नेपाली सेना भनेको शान्ति सुरक्षाको लागि होइन, त्यो प्रहरी नै हो र नेपाली सेनाले देशका जनतासँग लड्ने होइन, विदेशीसँग लड्ने हो, युद्धमा लड्ने हो। तथापि आफ्ना धरोहरहरू जलिराख्दा ठुलो हेर्नुपर्ने अवस्था पनि अहिलेको सेनाको होइन। हिजो सुगौली सन्धिमा र 1950 को मैत्री तथा शान्ति सम्झौतामा नै नेपालको सेनापतिले कुनै पनि निर्देशन दिन सक्ने अधिकार नरहेर भारतीय सेनापतिको निर्देशन रहने जस्ता कुराहरू छन्। यसले गर्दा नेपाली सेनाले जुन सिंहदरबार लगायत राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत जोगाउन सकेन, त्यसमा एउटा आलोचना गर्नु ठिकै कुरा हो। तथापि नेपाली सेनालाई एउटा मात्रै संस्था जो जनताको विश्वास छ त्यो विश्वास गुम्न दिनु हुँदैन र आगामी दिनमा अब यो क्रान्तिले, यो जनविद्रोहले अवश्य पनि एउटा आफूले खाइपाइआएको राजपाट कसैले पनि छोड्न चाहदैन। जसरी राजा ज्ञानेन्द्रले सरक्क फेरि आउँला भनेर छोडेका थिए, अहिलेका नेताहरूले कुनै पनि हालतमा छोड्नेवाला छैन र यिनीहरूले आखिरी नछोड्न चाहे पनि छोड्नुपर्ने बाध्यता आउनेछ। जनताहरूले अब सधैँ उनीहरूलाई
स्वीकार्ने अवस्था छैन। नयाँ निष्कलङ्कित युवाहरूलाई अब जनताले चुन्नेछन्। त्यति मात्र होइन, अब यहाँका जो दलाल पुँजीवादीहरूको अन्त्य अवश्याम्भावी छ। कुनै पनि हालतमा दलाल पुँजीवाद स्वीकार्य हुने छैन। र यो अवस्थाले पनि के देखाएको छ भने दलाल पुँजीवाद भनेको एउटा घुस दिएर हुने नहुने काम गरेर अगाडि बढेको व्यवस्था हो। र यो व्यवस्था अब घुस खाएर पनि केही हुने रहन्छ, आखिरी जल्ने त रहेछ भन्ने नैतिक रूपमा अब दबावमा पर्नेछ। र देशले जबरजस्त देश अब राष्ट्रिय पुँजीवादमा अगाडि बढ्नेछ र राष्ट्रिय पुँजीको निर्माण हुनेछ। अब राष्ट्रिय पुँजी व्यापारमा होइन, उद्योगमा लागू गर्नुपर्नेछ। जसरी नेपालभित्रका राष्ट्रिय पुँजीपति वर्गहरूलाई छानी छानी आगो लगाउने काम भयो, यो दलाल पुँजीवादले गर्दा भएको हो। अब राष्ट्रिय पुँजीको झगडा गर्दै उत्पादनतिर जब हामी गयौँ भने देशमा रोजगारको अवस्था सिर्जना हुनेछ। त्यस्तै शिक्षामा समान हुनुपर्नेछ, समान पाठ्यक्रम र सरकारी र बोर्डिङ स्कुलमा एउटै खालको पाठ्यक्रम हुनुपर्नेछ। कतिपय बोर्डिङ स्कुल खारेजी गर्नु जरुरी छ। त्यसो भयो भने नेपालमा शिक्षा नीति एउटै भएमा त्यहाँ कुनै पनि गुनासो आउनेवाला छैन। अर्को कुरा स्वास्थ्यको कुरा, स्वास्थ्य क्षेत्रमा केही सुधार भएको देखिन्छ। जस्तै बिमा सुचारू भएदेखि जनताहरूले अलिकति सास फेर्न पाएका छन् र यसलाई अझ प्रगतिशील ढङ्गले लैजानु पर्दछ। र कसैले पनि अहिले जो एउटा विषय आएको छ, जेनजीले पछिल्लो चरणमा ल्याएको विषय हो। जसरी पहिले ६२-६३ पछाडि सङ्घीयता धर्मनिरपेक्षताको विषय आएको थियो, यो जेनजी जनविद्रोह पछाडि एउटा विषय आएको छ, प्रत्यक्ष कार्यकारीको निर्वाचन। यो हिजो माओवादीले उठाएको एजेन्डा हो र अहिले जेनजीले आफ्नो एजेन्डा भनेको छ। प्रत्यक्ष कार्यकारीको निर्वाचन यो फागुनको निर्वाचनभन्दा अगाडि कुनै पनि हालतमा सम्भव छैन। कि यो संविधानलाई खारिज गर्नु पर्यो? होइन भने यही संविधानमा टिकेर जुन सरकार बनिरहेको छ त्यसले अन्यथा गर्न सक्दैन र गर्नु पनि हुँदैन। र त्यो निर्वाचनले जब जनप्रतिनिधि छान्छ र 2/3 बहुमतले संविधान संशोधन हुन सक्छ, अनि मात्र प्रमुख कार्यकारीको निर्वाचन हुन सक्छ। यो प्रमुख कार्यकारीको ले देशलाई के फाइदा के घाटा गर्छ भन्दा, प्रमुख कार्यकारी हुँदा 5 वर्षसम्म सरकार फेरबदल गर्ने चलखेल हुँदैन। यो राम्रो पोजिटिभ कुरा हो। र नेगेटिभ कुरा के छ भने, प्रमुख कार्यकारीको निर्वाचन भइसके पछाडि प्रमुख कार्यकारीको हैसियतले उसले आफ्नो सोच विवेकले निर्णय गर्ने, राष्ट्रघातका कदमहरू चाल्ने पनि त्यत्तिकै सम्भावना हुन्छन्। त्यसैले जे होस्, जेनजीको मागलाई, युवाहरूका मागलाई सम्बोधन गर्नुपर्दछ। हिजो माओ सेतुङले युवाहरूको एउटा जनसभामा भन्ने गरेका थिए, यो देश हाम्रो हो, यो देश हामी सबैको यो देश हो, राष्ट्र, तर यो राष्ट्र तिम्रो हो, आखिरी यो राष्ट्र युवाको हो। किनभने युवा पङ्क्ति नै प्रगतिशील हुन्छ, उसले नै देश राज्य सञ्चालन गर्नुपर्ने हुन्छ र ऊ नै लामो समय बाँच्छ। र युवा नै अहिलेको विश्वको जुन परिवेश छ, जुन विज्ञानको युग छ, जुन टेक्नोलोजीको युग छ, त्यसले त्यससँग प्रतिस्पर्धा गर्न सक्छ। त्यसका लागि युवाहरूले अझ परिपक्व हुनु जरुरी छ। युवाको नेतृत्वले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको बारेमा अध्ययन गर्नु जरुरी छ
भू राजनीतिको बारेमा अध्ययन गर्नु जरुरी छ, नेपालको इतिहासको बारेमा अध्ययन गर्नु जरुरी छ र एउटा युवा राजनीतिमा स्थापित हुनु जरुरी छ। अब कुनै पनि हालतमा पुरानो नेतृत्वलाई जनता स्वीकार गर्ने अवस्थामा छैन। हामी पनि, म राजनीति गरेको करिब 30 वर्ष भयो। 64 सालमा त म निर्वाचनमा नै उठेँ, संविधान सभाको निर्वाचन। त्यसपछि म कुनै निर्वाचनमा उठेको छैन र एउटा पार्टीमा छु। त्यो पार्टीमा मुठ्ठीभर मान्छे जो स्थापित छ, उनीहरू र उनीहरूका वरिपरि लाग्ने मान्छेहरूले नै सेवा सुविधा पद पाइराखेका हुन्छन्। हामीले त ती पार्टीका नेताहरूलाई ओरबाट देख्ने मात्रै हो, नजिकसम्म पनि जान सक्दैन, भेटघाट हुँदैन, हामीलाई चिन्न पनि चिन्दैन। किनभने म जुन पार्टीमा अहिले छु त्यहाँ नयाँ हो। नयाँ भन्नुभन्दा पनि 10 वर्ष भइसक्यो र त्योभन्दा अगाडि म अर्कै पार्टीमा थिएँ र त्यहाँको युवा विद्यार्थीको मैले नेतृत्व गरेको थिएँ। 62-63 को जनआन्दोलनमा नेताको हैसियतले सहभागी भएको थिएँ। त्यो पार्टीमा पनि दुईधारे नीति र भ्रष्टाचारमा लिप्त नेता भएको कारणले मैले छोड्नु परेको हो। अन्यथा त्यसपछि म जुन अर्को पार्टीमा प्रवेश भएँ, आज म पनि ती अन्याय अत्याचारलाई बेला बेला एउटा सभ्य भाषामा प्रस्तुत गर्ने, लेख्ने र सामाजिक सञ्जालमा स्ट्याटस हाल्ने गर्दथे। तथापि त्यो स्वीकार्य थिएन र अब कुनै पनि हालतमा त्यो पार्टी नै रहँदैनन् भन्ने होइन, रहनुहुन्न भन्ने पनि होइन। पार्टीका विचारहरू परिवर्तन हुनु जरुरी छ र पार्टीको नेतृत्व परिवर्तन हुनु जरुरी छ। पार्टीको विचार युग सुहाउँदो हुनु जरुरी छ र पार्टीको नेतृत्व पनि युग सुहाउने हुनु जरुरी छ। त्यसो भयो भने यो देशलाई अगाडि बढाउन सकिन्छ। समृद्धि र शान्ति मुख्य कुरा हो र विदेश नीति पनि प्रष्ट हुनु जरुरी छ। आफू नेता हुनको लागि, आफू सत्तामा पुग्नको लागि विदेशीहरूसँग हिजो जसले हिलमेल गरे, जसले उनका सीता खाए, आज उनीहरूलाई अर्को पक्षले तह लगाएको छ। आखिरी गुलामलाई नयाँ गुलामले नै सिध्याउने हो। त्यसैले हामी देश बनाउने भने ज्यानजीहरूको एउटा स्वच्छ उद्देश्यलाई हामीले कुठाराघात गर्नु हुँदैन। सबैले आफ्नो क्षेत्रबाट त्याग गर्नु जरुरी छ। शुभ होस्, देशमा शान्ति समृद्धि आओस्। हामी अब सधैँ आन्दोलन, सधैँ क्रान्ति